यो संसारमा कसैलाई कसैको स्ट्रगलको खासै मतलब हुँदैन। सबैलाई मान्छे सफल भएको मात्रै हेर्न मनपर्छ। सायद यही कारणले होला हामी पनि सफल हुन दिन रात मेहनत गर्छौँ। तर तपाईँ स्ट्रगल गरिरहँदा तपाईँको लाइफमा के भइरहेको छ, तपाईँ कस्तो फेजबाट गुज्रिरहनु भएको छ, त्यो बुझ्न धेरैलाई मतलब हुँदैन। आफ्नो काम भयो पुग्यो। अनि हामीलाई पनि के चाहिन्छ भने मेहनत नगरी स्ट्रगल नगरी सिधै सक्सेस पाइयोस्। तर जब कुनै मान्छे हारिरहेको हुन्छ, उसको गाह्रो समय चलिरहेको हुन्छ, त्यो बेला उसको छेउमा बस्न धेरैलाई मन हुँदैन। तिमी ठिक छौ भनेर सोध्नेहरू पनि कम हुन्छन्। तर त्यही मान्छे एक दिन सफल भयो भने वाउ कसरी त्यहाँ पुग्यो, के गर्यो भनेर सबैलाई उसको स्टोरी जान्न मन लाग्छ। तर उसले त्यो ठाउँमा पुग्न कति मेहनत गर्यो, कति मेन्टल प्रेसर सह्यो, कति पटक उसले चाहिँ हारेर फेरि उठ्यो, त्यो जान्न चाहिँ कसैलाई मतलब हुँदैन के। किनकि सक्सेसको स्टोरी सुन्न सबैलाई मनपर्छ, तर स्ट्रगलको स्टोरी सुन्न कसैलाई मन पर्दैन।